सो अब फाइनल्ली चाहिँ अब हामीले यसलाई लेआउटमा कसरी बनाउने है, कसरी स्केल गर्ने भन्ने कुरा चाहिँ हामी अहिले डिस्कस गर्छौँ होइन। सो अब चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि होइन, सुरुमा हामीले अब पेज मिलाउनु पऱ्यो क्या। त्यसको लागि चाहिँ हाम्रो के छ भन्दाखेरि पेज सेटअप भन्ने छ है कमान्ड। पेज सेटअप हान्ने अब लेआउट 3मा छौँ नि हामी। अब यसलाई नै हामीले मोडिफाई गर्नु पऱ्यो क्या। सुरुमा हाम्रो प्रिन्टर प्लटरको नेम भने है हामीले केबाट केमा लग्ने हो भने हामीले डिडब्लुजी फर्मेट ड्रइङ फर्मेटबाट हामीले पिडिएफमा लग्ने हो है। अब यति भइसके पछाडि पेपर साइज हामीले के गर्ने हो त, हामी नर्मली सर्वे क्याम्पको केमा गर्छौँ भन्दाखेरि A1 पेपर साइजमा गर्छौँ नि है। हो A1 पेपर साइज गरौँ। A1 को 841 594 छ है। अब त्यसपछि हामीले यो के गरौँ, कस्टममा अब 1:1 गरिदिउँ है, स्केल 1:1 गरिदिउँ। अब यो प्लट स्टाइलमा हामीले मोनोक्रोम गर्ने हो। मोनोक्रोम भनेको यसले चाहिँ हाम्रो ब्ल्याक एन्ड व्हाइटमा देखाउँछ। कुनै कुनै लाइन चाहिँ देखाउँछ होला होइन। अहिले यो यहाँ अहिले मिलाउनु पर्छ स्केल, त्यही भएर सानो देखाएको छ। अहिले पेपर साइज अगाडि कम थियो नि त, अहिले एकछिनमा देखिन्छ है। अब यो ओके गरौँ है। अब यो गर्दाखेरि यो यति सानो देख्यो नि है। अब यसलाई सबलाई डिलिट गरिदिउँ हामी फर्स्टमा है। अब पेपर साइज हाम्रो कति 800 समथिङ 594 कति थियो नि, त्यसलाई मेजर गरौँ है। हाम्रो A1 पेपर हो कि होइन त है, A1 पेपर हो नि। 800 कति आउनु पऱ्यो यहाँ, 800 कति 41 कि कति थियो है। हो 39 आयो नि। अब सेम अब यहाँदेखि माथिसम्म कति 594 समथिङ कति यस्तै थियो। अब कति आयो 592। यसलाई जुम गरेर त्यो माथि लग्यो भने 593 अझै होइन आयो नि त। हो अब त्यो रहेछ। अब त्यो अब ड्रइङ ल्याउनलाई के गर्नु पऱ्यो, MV एन्टर होइन। MV एन्टर गरेपछि हामीले यो डट 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 रेक्ट्याङ्गल छ नि, योभन्दा भित्र मात्र ड्रइङ देखिन्छ। जस्तै मैले यहाँदेखि यहाँ यसरी ड्रइङ देखाएँ भने यहाँ तलतिरको भाग देखिँदैन क्या, यो भागहरू डट 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 भन्दा हो। त्यही भएर हामीले के गर्नु पऱ्यो भन्दाखेरि MV एन्टर गर्नु पऱ्यो। योभन्दा भित्रै नै राख्नु पऱ्यो आफ्नो ड्रइङलाई, डट 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 भन्दा है। अब त्यो डट 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 भन्दा भित्र राखौँ लगभग। अब यता छेउमा हाम्रो टाइटल ब्लक आउँछ होला, आउँछ। अनि अब यहाँ राखौँ है, यतिसम्म राखौँ। ड्रइङ आयो नि आयो हाम्रो, आयो। अब योलाई योहरूलाई अलिक तल सारिदिउँ है, अलि राम्रो देखिन्छ होला तल साऱ्यो भने। यो सबैलाई यसरी सबैलाई सेलेक्ट गर्दै गरौँ टप टप यसरी सेलेक्ट गर्ने है। सबलाई सँगै सारौँला एउटै कमान्डले, यसरी 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 सेलेक्ट गरौँ। अनि त्यसपछि M एन्टर गरौँ। अब यहाँनिर समातौँ र लगभग यहाँनिर राख्थ्यौँ है, तल राख्थ्यौँ। अब यसमा तल देखिन्छ है, तल अलिक ठिक देख्यो नि है, तल अलिक ठिक देख्यो। अब यो यहाँ यति देखिसकेपछि इस्ट त अलिक तलै गएछ है। अब यो चाहिँ अलिक अब यो स्केल मिलाउँदाखेरि अलि माथि सारौँला यसरी यसरी है। अब के हुन्छ भन्दाखेरि लेआउटमा चाहिँ डबल क्लिक गऱ्यो भने चाहिँ बाहिर आइन्छ। अनि पछि यहाँ डबल क्लिक गऱ्यो भने भित्र चाहिँ भित्रको वर्किङ स्पेसमा आउँछ, नत्र बाहिर गऱ्यो भने बाहिरको डबल क्लिकको पेपर स्पेसमा आउँछ है। अब यसरी गर्ने पनि मिल्छ। MS पनि मोडल स्पेस गरेर यसरी गरेर भित्र जान नि मिल्यो होइन। PS एन्टर गरेर पेपर स्पेसमा यसरी बाहिर आउन नि मिल्यो क्या। यसरी PS गर्दाखेरि भित्रको केही चल्दैन, MS गर्दाखेरि भित्रको मात्र चल्छ, बाहिर सरी MS गर्दाखेरि भित्रको चल्छ, बाहिरको केही चल्दैन। यस्तो हुन्छ क्या है। इस्ट वेस्ट देखाएको छैन नि त अघि। अब के गर्नु पऱ्यो भन्दाखेरि यो यति भइसक्यो है। अब यति भइसकेपछि अब हामीले के गर्नु पऱ्यो भन्दाखेरि यसको म बाहिर डबल क्लिक गरेर यहाँ बाहिर ल्याउँछु र यसको स्केल मिलाउँछु है। अब यहाँ नामसाम लेख्ने अब हामीले यहीँबाट बक्स बनाउँदा नि मिल्छ क्या। यस्तो रेक्ट्याङ्गल ड्र गरेर होइन, REC गरेर अब आफ्नो फर्मेट अनुसार होइन, यता यसरी टक्क रेक्ट्याङ्गल बनाएर ड्र गरेर यसरी काम गर्न नि मिल्छ है। अलि यता यस्तो गरेर रेक्ट्याङ्गल बनाएर यस्तो गरौँ है। अनि पछि टक्क अब यहाँ होइन रेक्ट्याङ्गल अब आफ्नो नाम कलेजको नेम यसरी लेख्ने क्या यहाँ है। यसरी छ नि, सरी यो है, यो यसरी लेख्ने क्या, यसरी लेख्ने सबै कुराहरू है।
अब यो माग्दा नि हुन्छ, मैले यो फर्मेटै दिदिउँला, यो पुरै ड्रइङ फाइलै दिइदिन्छु है, यो फाइलै दिइदिन्छु। अब के चाहिन्छ कपी पेस्ट गर्न नि पाइयो है। अब यसरी नाम लेख्ने क्या यो साइडमा चाहिँ। अब स्केल चाहिँ कसरी मिलाउनु भन्दाखेरि यहाँ अब पिएसमा अब यहाँ हाम्रो के हुन्छ भन्दाखेरि सर्भेगाममा हामीले 1:500 गर्छौँ क्या, यो 1:500 है। यसरी मिलाउने, ट्याक्क मिलाउने, यसरी अब इस्ट वेस्ट नर्थहरूले पनि देखाएर चट्टले यसरी मिल्छ है। 1:500 सर्भेगामको। अब यो मैले बनाएको यो फाइल माग्दा हुन्छ होइन। सो होइन, अब मलाई स्केल मिलाउन सिक्छु होइन, स्केल मिलाउन पनि सिक्छु भन्न कोही यदि इन्ट्रेस्टेड छ भने चाहिँ कसरी गर्ने भन्दाखेरि सुरुमा म बेसिकदेखि सिकाउँछु है। अब हामीले पेज सेटअपमा एउटा स्केल राख्छौँ है। स्केलको काम कता कता गरेको थियौँ हेरौँ है। अब यहाँ मोडिफाई गरौँ, लेआउटमा के गरेको थिएँ मैले, यहाँ प्लट स्केल होइन, प्लट हुने स्केल चाहिँ 1:1 राखेको छु क्या। यो भनेको के रहेछ, 1 mm भनेको 1 युनिट भनेको छ कि। अब 1 युनिट त भन्यो, अब हामी यो युनिट भनेको त के हो भन्दाखेरि हामी काम गरिरहेको युनिट हो क्या। अब म युएन एन्टर गर्छु, हामी काम कुन युनिटमा गरिरहेको रहेछौँ त है। अब यो चाहिँ डेसिमलमा रहेछ क्या, डेसिमल अनि मिटरमा रहेछ। सो हामी केमा काम गरिरहेको रहेछौँ, हामी मिटरमा काम गरिरहेको रहेछौँ क्या। अब हाम्रो 1:1 भनेको 1 mm = 1 मिटर भयो क्या। सो अब त्यो भइसक्दाखेरि यहाँ हेरौँ है के भयो त। अब सो 1 mm भनेको चाहिँ हाम्रो 1 युनिट भयो, अनि त्यो 1 mm भनेको 1 मिटर भयो, 1 युनिट भनेको त 1 मिटर हो। अब त्यसपछि 1 मिटरमा चाहिँ 1000 mm हुन्छ, अनि यो भनेको चाहिँ 1 mm × 1 mm = 1000 भयो। यो भनेको चाहिँ 1:1000 भयो क्या। यति देखाउनु खोजेको क्या। त्यो भनेको चाहिँ हामीले 1:1 राखेको चाहिँ अहिले हामी काम गरेको युनिट अनुसार चाहिँ त्यो 1:1000 भएछ क्या। अब यसलाई हामीले 1:500 कसरी बनाउने है, इन्टु 0.5 गर्नु पऱ्यो नि त है, इन्टु 0.5 हो। अब चाहिँ यसलाई चाहिँ हामी कस्टम गर्छौँ क्या। अब कसरी गर्छौँ क्याडमा हेरौँ है। मैले यहाँ 2 चोटि बनाइसकेको छु, त्यही पनि अझ एकचोटि फेरि बनाउँछु है। त्यसको लागि हामीले के गर्नु पऱ्यो, सुरुमा भित्र जानु पऱ्यो, स्केल देखाउनलाई भित्र जानुपर्छ क्या, मोडल स्पेसभित्र एमएस एन्टर गर्ने। एमएस एन्टर गर्दा नि हुन्छ है, भित्र गयो। अब यहाँ स्केल देखायो नि है, नत्र पिएस पेपर स्पेसमा स्केल देखाउँदैन नि राइट। सो अब नत्र नभए हामीले यहाँ यो भित्र यो राखेर अब डबल क्लिक गर्न नि सक्छौँ। अब डबल क्लिक बाहिर गऱ्यो भने बाहिर हो। अब यस्तो गरेर भित्र गयौँ है। अब यहाँ स्केल देखायो, स्केल देखाइसकेपछि यो ड्रप डाउनमा क्लिक गर्ने, अनि यहाँ तल गयो भने यहाँ के छ कस्टम भन्ने छ क्या, आफैले बनाउने भन्ने। अब यो 2टा बनाइसकेको छु मैले। अब अर्को के गर्नु पऱ्यो, नयाँ बनाउनलाई एड गर्नु पऱ्यो क्या, यहाँ एड भन्ने अप्सन छ, एड गर्नु पऱ्यो। अब यहाँ नेम स्केल आफ्नो स्केलको नाम राख भन्छ है। अब त्यसपछि यहाँ 1:1 अब के गरौँ 500 गर्छु है, 500। अनि अहिले चाहिँ के गर्छु, सर्भेगाम SURVEY मात्र राख्छ, यसरी सर्भे लेखिदिन्छ है, सर्भे क्याम्प भनेर यसरी लेखिदिएँ ल। अब यहाँ 1 पेपर युनिट = 1 छ। अब यहाँ चाहिँ हामीले 0.5 गर्नु पऱ्यो नि त होइन, 0.5 गर्नु पऱ्यो ड्रइङ युनिट्समा। अब यो ड्रइङ युनिट 0.5 गर्नु पऱ्यो, अनि बलमा के हुने भयो, यो 1:500 हुने भयो क्या होइन, 1:500 हुने भयो हो। अब यो के गरौँ, ड्रइङ युनिट 0.5 गरिदिउँ, ओके गरिदिउँ है। अब यहाँ आइसक्यो, सर्भे क्याम्प लेखेको, पहिला पनि मैले नर्मली लेखेको थिएँ नि त हो। अब यो चाहिँ आयो। अब यसमा चाहिँ ओके गऱ्यो भने यो नयाँ बन्छ क्या। अब टक्क यहाँ माथि 1:500 सर्भे क्याम्प, यो स्केल मिलेर आउँछ यहाँ, यसरी स्केल मिल्छ। अब टक्क यहाँ यसरी मिलाउने, अनि यहाँ मिलाइसकेपछि यसलाई लक गर्दा नि हुन्छ। अब यसलाई लक गर्नुको फाइदा के हुन्छ भन्दाखेरि अहिले यो स्क्रोल गर्दाखेरि यस्तो यस्तो हुन्छ नि हो। अब यसलाई लक गऱ्यो भने चाहिँ यहाँ भित्र गएर यो लक गऱ्यो भने चाहिँ मोडल स्पेसमै भित्र जाँदा पनि यो केही हलचल हुँदैन क्या, स्केल बिग्रिँदैन क्या है। यसलाई अनलक गरौँ, अनि सर्भे क्याम्पमा राखौँ है। यो अनि यसरी मिलाऊँ, यहाँ छेउछेउको नर्थ इस्ट यसरी टक्क मिलाएर अब यसलाई लक गरिदिउँ है। यसलाई यसरी लक गर्ने। अब लक गरिसकेपछि यो केही नै हुँदैन, भित्र मोडल स्पेसमा पनि केही हुँदैन, अनि बाहिर यो पेपर स्पेसमा हुँदा त केही पनि हुँदैन, मोडल स्पेसमा हुँदा पनि केही नै हुँदैन हो। यति नै हो क्या, यति नै हो। अनि यहाँको कुराहरू ध्यान दिएर मिलाउनु पऱ्यो, आफ्नो नामदेखि लिएर सबै।
अनि यो लेजेन्डहरू भयो अनि कोअर्डिनेटहरू सबै राख्नु पऱ्यो। अनि पछि यता टपिक लेख्दा नि हुन्छ, एउटा ठाउँमा लेख्नु पऱ्यो यता अर यता, अनि यसरी नै मिलाउने हो क्या। अब यसरी गर्ने, अब टक्क मिल्यो होइन। अब चाहिँ यहाँ नामसाम लेखिसक्छौँ नि त हामीले है। यहाँ नाम लेख्नलाई केही नै गर्नुपर्छ र बाहिरको स्पेसमा आउने है, बाहिरको स्पेसमै नाम लेख्दिउँ न। अब यहाँ फर्मेटहरू अब कसरी राख्ने हो, एल इन्टर गरेर यहाँसम्म कलेजको नाम लेख्ने होइन, यसरी यहाँसम्म कलेजको नाम लेख्ने, यहाँ के लेख्ने होइन। अब यसरी मिल्छ होला नि त फर्मेट हाम्रो, यसरी मिलाए यसरी यहाँ भयो जस्तै फर्मेट हाम्रो यहाँ छ A1 टेम्प्लेट हो, यसरी नै है। अब योहरू जस्तै अहिले मैले यिनीहरूलाई नै ल्याएँ ल कपी पेस्ट गरेर है, यसरी नै यिनीहरूलाई नै ल्याइदिएँ ल, यसलाई नै ल्याइदिएँ कन्ट्रोल सी, नामहरू ल्याइन यहाँ गरिदिएँ, यसलाई हटाएर कन्ट्रोल भी गर्न पाइयो है। अनि यसरी ल्याएँ अरे यहाँ ल्याएँ, अब सबै भयो, यहाँ नामहरू तल हुन्छ आफ्नो। अब के गर्ने, अब सबै पेज सेटअप भइसक्यो। अब हामीले के गर्ने, प्लट गर्ने क्या, PLOT है। अब भन्ने अब कन्टिन्यू टु सिङ्गल सिट होइन, एउटा सिटमा मात्रै भने। अब ठिक छ, यहाँ सबै ठिक छ, PDF ठिक छ, यो 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 ठिक छ, मोनोक्रोम पनि ब्ल्याक एन्ड व्हाइट, यो ठिक छ, ठिक छ, यो ठिक छ है। अब यहाँ प्रिभ्यू हेर्न पाइन्छ क्या, कस्तो अब मैले मिलाएको सेटिङ अनुसार अब प्रिन्ट गर्नुभन्दा अगाडि कस्तो देखिन्छ भनेर हेर्न पाइन्छ क्या। यसो यस्तो देखिँदो रहेछ है, यस्तो देखिँदो रहेछ भन्ने कुरा देखिन्छ क्या। अब यस्तो देखिँदो रहेछ भन्ने कुरा थाहा हुन्छ क्या। हामीले प्रिभ्यूसम्म हेर्न सिक्यौँ है, कन्ट्रोल P गरेर अब हामीले कन्टिन्यू टु सिङ्गल प्लट गरेर प्रिभ्यूहरू हेर्न सिक्यौँ है। एकचोटि फेरि भनिदिन्छु, DW2 PDF हुनुपर्छ, A1 ठिक छ, स्केल 1:1 भनेको 1:1000 मैले अघि एक्सप्लेन गरे जस्तै। monochrome.cbt भनेको अब हामीले प्रिन्ट गर्ने सबै केमा भन्दाखेरि ब्ल्याक एन्ड व्हाइटमा आउँछ। अनि त्यसपछि चाहिँ हाम्रो अब यो अप्सनहरूको बारेमा चाहिँ सिक्छौँ है, यो प्लट, अब्जेक्ट लाइन वेट, प्लट ट्रान्सपेरेन्सी, प्लट विथ अब यिनीहरूको बारेमा चाहिँ सिक्छौँ है। अहिले monochrome.cbtमा प्रिभ्यू हेर्दाखेरि हाम्रो कुनै आउँछ यस्तो, यहाँ रेड लाइन आइरहेछ, यो अब इरर जस्तै हो, बग जस्तै हो क्याडको। अब यहाँ रेड लाइन आइरहेछ, अब तर यो प्रिन्ट गर्ने त हामीले ब्ल्याक एन्ड व्हाइटमै हो नि त, अब त्यो भएर केही फरक परेन। अब हामीले चाहिँ अब अब्जेक्ट लाइन वेटको बारेमा एकछिन बुझौँ है। अब हाम्रो के रिक्वायरमेन्ट हुन्छ भन्दाखेरि कलेजमा अब सरहरूले के भन्नुहुन्छ भन्दाखेरि अब हाम्रो यो इन्डेक्स कन्टुर चाहिँ अलि ठिक चाहिन्छ होइन। अब त्यही भएर चाहिँ अलि थिकनेस बढाऊ होइन, अनि यो बााउन्ड्री लाइनहरूको थिकनेस बढाऊ, अथवा ह्याच अलिकता लाइट गर है, यो अलि डार्क भयो ह्याचिङ लाइट गर भन्नुहुन्छ। अब यसलाई कसरी यो कुराहरू कसरी गर्ने भन्ने कुरा सिक्छौँ है। अब सुरुमा चाहिँ अब हामीले यहाँ लाइनको थिकनेस बढाउनु पऱ्यो भने त सुरुमा एलए इन्टर गर्ने, लेयरभित्र गएर काम गर्ने हो क्या। लाइनको थिकनेस भयो, लाइनको टाइप कन्टिन्युअस डट डट लाइन बनाउनु पऱ्यो भने यहाँ भित्र गएर काम गर्ने हो क्या। जस्तै अब इन्डेक्स कन्टुर होइन यति छ, अब मैले यसलाई अब थिकनेस बढाउ, बााउन्ड्री जस्तै अब फर्स्टमा बााउन्ड्री हेरौँ है, जब मैले बााउन्ड्री 0.8 गरिदिएँ, अझै ठिक गरिदिएँ क्या। अब यो अझै बढी ठिक हुन्छ क्या। अब मैले यहाँ लेआउटमा गएर अब यहाँ हेर्नु पऱ्यो यो ठिक भयो कि भएन हेर्नलाई के गर्ने, कन्ट्रोल P गरेर यो सिङ्गल प्लट गरेर प्रिभ्यू गर्ने होइन। प्रिभ्यू गर्नुभन्दा अगाडि यहाँ प्लट अब्जेक्ट लाइन वेटमा चाहिँ टिक हुनु पऱ्यो क्या, यहाँ टिक हुनु पऱ्यो, अनि मात्रै हाम्रो के हुन्छ अब त्यो लाइन वेटहरूको नै अब हामीले टाइपको थिकनेस देखाउँछ क्या, हामीले हालेको थिकनेस देखाउँछ। अब यहाँ अहिले थिकनेस देखायो नि, हो यही हो क्या। अब इन्डेक्स कन्टुरको कुरा पनि यही हो। अब इन्डेक्स कन्टुरलाई अहिले अलि के गरिदिउँ, इन्डेक्स कन्टुर अलि धेरै नै डार्क भयो अरे, बढी भयो थिकनेस, अब यसको अलिक घटाइदिउँ है। इन्डेक्स कन्टुर लगभग 0.5 गरिदिउँ। 0.5 गरिदियो भने फेरि हामी प्रिभ्यू हेरौँ है। प्रिभ्यू हेर्दाखेरि चाहिँ के गर्नु पऱ्यो, कन्ट्रोल P गरेर प्लट अथवा प्लट गर्दा नि भयो, PLOT इन्टर, अनि यहाँ प्लट अब्जेक्ट लाइन वेटमा टिक हुनु पऱ्यो, अनि प्रिभ्यू गरौँ है। अब अलि गऱ्यौँ नि हामीले है, अलिक थिन राख्यौँ नि, यो भन्दा चाहिँ यो बााउन्ड्री भन्दा चाहिँ अलिक थिन भयो क्या, हो यसरी नै गर्ने। अब जस्तै अर्को कुरा भन्दाखेरि अहिले त मैले यो ट्रान्सपेरेन्सी घटाएको नै छु। जस्तै अब हाम्रो के हुन्छ भन्दाखेरि यो कन्टुर को लाइनहरूको अलिक कन्टुर चाहिएन अथवा केही भयो अरे मानौँ है, चाहिएन, अलि यसको डार्कनेस घटा भनेपछि के गर्ने भन्दाखेरि यहाँ लेआउटमा जाने,
अरे सरी लेआउट भन्छु, लेयरमा जाने, एलए एन्टर गर्दा नि हुन्छ, यो आउँछ लेयर आउँछ, अथवा यहाँ लेयर प्रोपर्टिज भन्ने छ, यहाँ क्लिक गर्दा नि हुन्छ। अब के गर्नु पऱ्यो, यो कुन कन्टुर चाहिँ कुन लेयरमा छ भनेर यसरी चेक गर्न नि पाइयो क्या। जस्तै यहाँ यसरी एक क्लिक हान्यो भने यहाँ माथि देखाउँछ कन्टुर भन्ने लेयरमा रहेछ भनेर, हरेकको यसरी देखाउँछ। जस्तै यो रोडकोमा हान्यो भने यो रोडमा रहेछ भनेर देखाउँछ। अब कन्टुरलाई अलि मैले लाइट गर्नु पऱ्यो भने लेयर प्रोपर्टिजमा जाने, अनि त्यसपछि कन्टुर भन्नेमा जाने है, त्यसपछि कन्टुरमा जाने। अब कन्टुर कहाँ छ, एबिसी, सी भनेपछि कन्टुर यहाँ। अब कन्टुरमा जाने, अब यहाँ अहिले त मैले ट्रान्सपेरेन्सी बढाएको छु, अगाडि नर्मल्ली के हुन्छ यो जिरोमा हुन्छ क्या। जस्तै यो अरूको छ नि त, यो अरूको छ नि त राइट, यो जिरोमा है, अघि मैले कन्टुरको गरेको थिएँ। अब यसलाई के गर्ने, 0देखि 90सम्म गर्न पाइन्छ क्या। 90 भनेको चाहिँ एकदमै लाइट क्या, एकदम देखिँदै नदेखिने, अलिकति मात्र देखिने। त्यही भएर अहिले मैले के गर्छु, ल 65 गरिदिन्छु राइट है। अहिले कन्टुर यो लेयरको 65। अब यो लेयरमा भएको होइन, कन्टुर लेयरमा भएको लाइनहरू अब अलि लाइट हुन्छ क्या। अब हेरौँ है त, कन्ट्रोल पी गरेर हेरौँ है, कन्ट्रोल पी, अनि कन्टिन्यू टु सिङ्गल प्लट। अब यो अरू केही मिलाउनु यहाँ गएर होइन है, लेआउटमा गएर गर्नुपर्छ। लेआउटमा हामीले सबै पेपरहरू स्केलहरू सेट छ नि त, त्यहाँ छैन। यहाँ कन्ट्रोल पी गरौँ, यहाँ कन्टिन्यू गरौँ, यहाँ सबै मिलेको छ। A1 पेपर छ, स्केल पनि मिलाएको, मोनोक्रोम छ। अनि हो यो चाहिँ अन्टिक हुनसक्छ क्या कसैकोमा, प्लट ट्रान्सप्यारेन्सी भन्ने कुरा। अब यसलाई चाहिँ टिक गर्नु पऱ्यो है, त्यसपछि एप्लाई टु लेआउट गर्नु पऱ्यो, लेआउटमा एप्लाई गर्नु पऱ्यो होइन। अनि त्यसपछि प्रिभ्यू हेर्नु पऱ्यो है। अब कस्तो देख्यो अहिले, लाइट देख्यो नि है, अरू लाइनहरूभन्दा कति लाइट देखेको छ है। त्यसरी नै अब ग्रिडहरूको लाइन गर्नु पऱ्यो, टेक्स्टहरू गर्नु पऱ्यो, अथवा ह्याच गर्नु पऱ्यो भने पनि यसरी नै गर्ने। जस्तै अब एउटा ह्याच गरेर पनि देखाइदिन्छ है। जस्तै अब ह्याच गर्नु पऱ्यो अरे, अब यो ह्याच कुन लेयरमा छ मलाई थाहा छैन भने के गर्ने, एकचोटि क्लिक गर्ने क्या यसमा। अब यो केमा रहेछ, बाई लेयर भने है। अब यो आफ्नै लेयरमा छ है, ह्याच आफ्नै लेयरमा रहेछ। अब भन्नाले अब यो जुन लेयरमा छ नि, यो ग्रिनवाला है, क्यान्ट कन्टुर भन्ने हो, त्यही लेयरमा छ। अब यो पार्किङ सिएन भन्ने छ नि, हो त्यही लेयरमा छ। हो अब त्यही लेयरमा जाने होइन। अब यो कुन लेयरमा थियो, क्यान्ट कर भन्ने है, ह्याच पनि त्यसमै रहेछ, त्यही लेयरमा रहेछ। बाई लेयर भनेर देखाएको छ नि त। जस्तै एकचोटि फेरि देखाइदिन्छु, यहाँ है केमा छ, यो ह्याच त्यही लेयरमा छ क्या। हो अब के गर्नु पऱ्यो, अब यहाँ एलए एन्टर गऱ्यो भने लेयरमा गइयो, एलए एन्टर, अनि त्यसपछि क्यान्ट कर भन्नेमा जाम, क्यान्ट कर CANTCOR भन्ने कहाँ छ, यहाँ रहेछ है। अब यसमा जाम, अब यसको ट्रान्सप्यारेन्सी के गरौँ, ल अलि म 60 राखिदिन्छु है त, ल 50 राखिदिन्छु, ल 50 राखिदिएँ, ओके गरिदिएँ है। अब के गर्छु, लेआउटमा गएर फेरि कन्ट्रोल पी, कन्टिन्यू टु सिङ्गल प्लट, अनि त्यसपछि यहाँ ट्रान्सप्यारेन्सीमा टिक हुनै पऱ्यो। अनि त्यसपछि एप्लाई टु लेआउट गर्नै पऱ्यो। अहिले छैन अप्सन, एप्लाई भइसकेको छ, प्रिभ्यूमा जानु पऱ्यो है। अब क्यान्ट कर भन्ने लाइट भयो नि है, योभन्दा त लाइट भएको छ, यो कस्तो डार्क देखिरहेको छ है, यो फेड देखियो। हो यसरी नै अरू पनि गर्न पाइयो है, रिक्वायर्ड कुराहरू यसरी गर्दै जाने। सो अब ओके गर्ने, त्यसपछि अहिले होइन ओके गऱ्यो भने प्रिन्ट हुन्छ, अहिले ओके नगर्ने, अहिले हामी चेक मात्रै गर्दैछौँ नि त, अरू कुरा पनि बाँकी छ। हो अब यसलाई एकछिन कट गरिदिउँ, हामीले सेट गरेको कुरा भयो। अब यो ह्याचिङहरू अबको कुरा, डार्क गर्ने लाइट गर्ने कुरा भयो है। अनि यताहरूको अरू कुरा पनि भयो, ठिक कसरी गर्ने, कसरी देखाउने है। अनि त्यसपछि हामीले अनपछि यो स्टेसनहरूको पनि, स्टेसनलाई पनि अब अगाडि मैले भनेको छैन, तर यो स्टेसनलाई पनि अलग लेयरमा राख्नु है। यो स्टेसनहरूलाई पनि अलग लेयरमा राख्दा राम्रो हुन्छ। अलग लेयरमा राख्नलाई के गर्नुपर्छ मैले भनेको नि है, एउटा लाइन बनाउनु। जस्तै मैले अहिले मानौँ जस्तै रोडको लेयरमा राखिदिन सिकाउँछु ल, एउटा लेयर बनाउँछु ल, म स्टेसनकै लेयर बनाउँछु ल, म एउटा स्टेसन भनेर लेयर बनाउँछु। यहाँ राइट क्लिक गरेर, जता पनि राइट क्लिक गरेर STATIONS गरेर स्टेसन्स भनेर बनाएँ है, स्टेसन्स भनेर बनाएँ। अनि त्यसपछि यो के गरेँ, व्हाइटै कलर राखेँ ल, अहिलेको लागि व्हाइटै राखेँ, ओके भयो। अब यसमा डबल क्लिक गऱ्यो भने के हुन्छ, यो टिक हुन्छ है, यो लेयरमा काम गर्न सकिन्छ। अब के गर्छु, मैले एल एन्टर गरेर एउटा लाइन बनाउँछु, यो केमा छ, यो कुन लेयरमा छ भन्ने कुरा। अब यहाँ क्लिक गऱ्यो भने माथि स्टेसनमा छ भन्ने कुरा देखाउँछ है। अब के गर्ने, यसलाई मैले स्टेसन बनाउनु छ भने, यसलाई स्टेसनको लेयरमा हाल्नु छ भने के गर्नु पऱ्यो, यसलाई सेलेक्ट गर्नु पऱ्यो, MA गर्नु पऱ्यो, म्याच प्रोपर्टी गर्नु पऱ्यो, क्लिक गर्नु पऱ्यो। अब के गर्नु पऱ्यो, यसलाई
यसलाई हरेकलाई चुज गर्नु पऱ्यो यसरी। अब यो सबै केमा गयो, स्टेसनकै लेयरमा गयो, नपत्याए हामी यसरी चेक गरौँ है स्टेसनको लेयरमा छ। अब यो केमा छ, माइनर कन्टुरमा छ। यो केमा छ, मेजर ट्राभर्स, कन्टुर होइन सरी, माइनर ट्राभर्समा छ। यो मेजर ट्राभर्समा छ है। अब यसरी गर्ने क्या। अब रिक्वायर्ड सबै कुराहरू यसरी हामी अब लेयर चेन्ज गर्न सक्छौँ चाहिएको। हामीले जति धेरै कुरा छ होइन, जस्तै यो स्टेसनहरू छ, स्टेसनहरू सबैलाई एउटा लेयरमा हाल्ने, रोडहरू सबैलाई एउटा लेयरमा हाल्ने, यस्तो गर्दाखेरि एउटा अर्गनाइज वेमा राख्नु पऱ्यो क्या आफ्नो ड्रइङलाई हो। अब यो यति भइसकेपछि अब लास्टमा हाम्रो, अब मैले अगाडि देखाएको छु कि छैन है यो कुराहरू गरेको, त्यो मलाई थाहा भएन। अब यो कुरा छैन रे मानु। अब यो कुरा चाहिँ आफैले मिलाएर राख्नु पऱ्यो क्या। अब फर्मेट हुन्छ, सरहरूले प्रोभाइड गर्नु होला, अथवा हाम्रो अब क्याम्पहरू फाइलहरू पनि तिमीहरूलाई प्रोभाइडेड हुन्छ नि त यो कामहरू गर्ने बेला है। सिनियरको फाइलहरू दिइन्छ ग्रुपलाई एउटा एउटा है। सो नभए अब मलाई मायो भने म यो ड्रइङ फाइल नै दिइदिन्छु है हाम्रो। अब योबाट के गर्दा अब आफैले गर्दा नि भयो। यो हेरेर अब लाइन तानेर एम्प्टी गरेर टेक्स्ट लेख्ने, अब यो साइनहरू यहाँबाट कपी गरेर ल्याएर यहाँ पेस्ट गर्ने है। अब यो प्रोसेसहरू गर्न एकदम सिम्पल पनि छ, अब गर्न पनि सकिन्छ है। अब यसो गर्ने, अब जस्तै यहाँ केही छ भने जस्तै अब एउटा चाहिँ गरेर देखाइदिन्छ है। जस्तै यो ल्याउने है, यो ल्याउनलाई के गर्ने, लेजेन्डहरूको लागि यो ल्याउने, कन्ट्रोल सी गर्ने। अब फेरि हामी लेआउटमा जाने, अब यहाँ लेजेन्ड भनेर लेख्ने, एम्प्टी गरेर है, एम्प्टी भनेर यहाँ अब जस्तै क्याप्स लकमा गरेर जिएनडिएस ल यसरी लेखेँ अरे है। अब यसको मैले भनेको छु, यसको टेक्स्टको यो टाइपहरू, यो फन्टहरू यहाँबाट गर्न सकिन्छ। जस्तो अहिले मैले यो गरेँ है, अनि पछि यसको साइज बढाउन सकिन्छ यहाँबाट 4.2 है, यसो 4.2 जस्तै अब 6 राखौँ, अब 6 मिटर। अब अलिक ठुलो भयो, आफ्नो हिसाबले टेक्स्टहरूको फन्ट गर्ने। अब यहाँ टेबल बनाउनलाई पनि त्यही अब रेक्टेङ्गल कमान्ड युज गरेर गर्दा नि भयो है। अब जसरी गर्दा नि भयो, रेक्टेङ्गल कमान्ड युज गर्ने, अनि यहाँसम्म यसरी गरेर टेबल बनाउने। यो टेबललाई चाहिँ टक्क यहीँसम्म यसरी गरेर गर्ने, अनि यहाँ टेबल गर्ने। फेरि अब यसलाई एलेन्टर गरेर टेबल बनाउनलाई यसरी गर्ने है। अब जसरी गर्दा नि भयो। अब एलेन्टर गरेर मैले एउटा यसरी गरिदिएँ है, एउटा रफली यसरी बनाइदिएँ। अब यहाँ नेम भयो, अनि यहाँ फिचर भयो। अब यहाँ नेम भयो होइन, यहाँ अब नेम भन्दा पनि यहाँ फिचर हुन्छ, अनि यहाँ चाहिँ त्यो सिम्बल हुन्छ क्या, सिम्बल। अब त्यो सिम्बल भनेको कन्ट्रोल भी गरेर, अब जस्तै मैले यो कन्ट्रोल सी गरेको थिएँ अघि, यहाँ कन्ट्रोल भी गरेर ल्याएँ। अब यसको नाम, यसको फिचर यहाँ लेख्ने, स्टेसन हो भनेर यसरी नै सबै गर्ने। अब यहाँ नेमहरू लेख्ने, अथवा यो फाइल मैले दिएको फाइलबाट के गर्दा नि हुन्छ। अब यो मैले दिएको फाइलबाट के गर्दा नि भयो भन्दाखेरि, अब यहाँबाट ढक्क यसरी ल्याउने, यसरी गर्ने, कपी गर्ने, कन्ट्रोल सी गर्ने, अनि आफ्नोमा ल्याउने। अब यो एकछिनको लागि रफ गरेको मेटाइदिए, अनि के गर्ने, कन्ट्रोल भी गर्ने, यहाँ सबै मिलेर आउँछ, ट्याक्कै मिलेर आउँछ है। अनि के गर्ने, अब यहाँ आफ्नो सिम्बलहरू राख्ने। जस्तै यो छैन भने यो हटाएर आफ्नो अलग ल्याउने है। जस्तै बिल्डिङ ट्री छैन, रोड फुटपाथ छैन भने यो हटाएर आफ्नो भएको, जस्तै कसैको ड्रेन होला, यो ड्रेन ल्याउने, यसलाई हटाएर आफ्नो ड्रेनको सिम्बल त्यहाँ जे छ कपी पेस्ट गरेर यहाँ ल्याउने, त्यसरी गर्ने। अब कोअर्डिनेट, आफ्नो कतिवटा कोअर्डिनेट छ आफ्नो अनुसार। जस्तै तिम्रो यहाँ M1 छ अरे है, यहाँ डबल क्लिक गर्ने, यहाँ डाइरेक्ट एडिट गर्न पाउँछ। अब गर्ने, मेरो M1 छ अरे, M1 गर्ने। अब आफ्नो कोअर्डिनेट राख्ने, मेरो कोअर्डिनेट राख्ने होइन नि फेरि है। अनि त्यसपछि यहाँ यस्तो गर्ने, अब यहाँ कच्चा यसरी कोअर्डिनेट आफ्नो राख्ने है, यसरी एडिट गर्ने, सबै एडिट गर्न सजिलो हुन्छ क्या यहाँ। अब फेरि आफ्नो नाम, जस्तै अब यहाँ आफ्नो नाम राख्ने है, जस्तै यहाँ डबल क्लिक गर्ने, अब आफ्नो रोल नम्बर होला है, जस्तै यहाँ राख्ने। अब जस्तै अब आफ्नो नाम राख्ने है। अब अब अहिलेको ब्याच कति होला, 081 होला। अब BC 00 कति 1 रे है, 001 ल, यसरी राख्ने है। अब यसरी गर्दा एडिट गर्ने, अब एडिट गर्न पनि सजिलो भयो। अब ग्रुप आफ्नो गर्ने है। अब यति फाइनल टच दिएपछि चाहिँ अलमोस्ट कम्प्लिट हुन्छ क्या। अब माइनर कुनै कुराहरू, माइनर कुराहरू जस्तै अब ह्याचिङ भयो, त्योमा चाहिँ ध्यान दिनु पऱ्यो है। जस्तै यो फुटपाथहरू, रोडहरूमा ह्याच है, यो कन्टुरहरू
ट्रिम भएको हुनु पऱ्यो, ह्याचिङ राम्रोसँग भएको हुनु पऱ्यो, रोडहरू ह्याच हुनु पऱ्यो, हरेक अब्जेक्टहरू ह्याच भएको हुनु पऱ्यो है। र यति सकेपछि चाहिँ अलमोस्ट हाम्रो टोपोग्राफिक म्याप बनाउने फर सर्वे क्याम्प अथवा कुनै पनि सर्वेको लागि जहाँबाट हामीले टोटल स्टेसन युज गरेर सर्वे गरेको छौँ, यतिसम्म गरिसक्दा चाहिँ हाम्रो अलमोस्ट काम चाहिँ कम्प्लिट हुन्छ। अब यति भइसकेपछि चाहिँ आफ्नो सरहरूलाई होइन टिचरहरूलाई चाहिँ भेरिफाई गराउनु पऱ्यो ड्रइङमा अब केही माइनर चेन्जेसहरू गर्नुपर्ने छ कि है, केही अपडेट केही गर्नुपर्ने छ है, अहिलेको नयाँ रिक्वायरमेन्ट हुनसक्छ है, त्यो अनुसार चाहिँ भेरिफाई गराउने। अनि त्यसपछि चाहिँ अब अलमोस्ट यो सबै क्लिन आफ्नो कोअर्डिनेटहरू अनि यो लेजेन्डहरू लेखिसक्दा यो नर्थ साउथ डिरेक्सन एरो मस्ट इम्पोर्टेन्ट त्यो भइसक्दा आफ्नो नामहरू सबै भइसकेपछि चाहिँ अब लास्ट भनेको चाहिँ प्रिन्ट गर्नु पऱ्यो क्या। हामीले सबै स्किलहरू मिलाइसक्यौँ, अब प्रिन्ट मात्र बाँकी छ। त्यसको लागि PLOT गर्दा नि भयो, मैले बार भन्दैछु है, यसरी गर्दा नि भयो होइन, Ctrl+P सर्टकट गर्दा नि भयो है। अब जे गर्दा नि भयो क्या, आफ्नो मन हो क्या। अब मैले Ctrl+P गरेर एकचोटि है कन्टिन्यू टु सिङ्गल प्लट गरेँ। अब सबै हाम्रो यो मिलिसकेको छ क्या है, सबै मिलिसकेको छ। अनि त्यसपछि के गर्ने, एकचोटि ल लास्टचोटि प्रिभ्यू पनि हेरिदिउँ। अब हाम्रो फाइनल आउटपुट चाहिँ यस्तो हुन्छ है भन्ने कुरा देखिन्छ क्या है। ल ठिक छ, अब लाइन वेटहरू पनि मैले मिलाइसकेँ, अब ह्याचिङको कुरा पनि भयो। ल अब ओके छ भन्ने है, नत्र 10चोटि प्रिन्ट गराएर हेर्न त भएन। अनि अब ठिक छ, ल म एक्सेप्टेड छ यो भनेपछि अब के गर्ने, यहाँ जाने ओके गर्ने है। ओके गरिसकेपछि अब आफ्नो लोकेसन दिने, जस्तै अब डेस्कटपमा सेभ डाउनलोडमा सेभ गर्छु रे म है। अब फर जुनियर्स भनेर सेभ गरिदिएँ है। अनि सेभ गऱ्यो भने अब PDF यता फर जुनियर्स भनेर सेभ गर्छु। लेआउट 3 एउटा अन्डरस्कोर पनि राखिदिन्छु, पहिला पनि रहेछ एउटा है। अब सेभ गऱ्यो भने एउटा PDF बनेर आउँछ अनि लास्टमा हाम्रो PDF चाहिँ देखिन्छ है। यहाँ हाम्रो अब PDF चाहिँ देखियो, यस्तो आउटपुट चाहिँ भयो हाम्रो फाइनल्ली यस्तो चाहिँ देखियो, यहाँ यस्तो छ। अब यसलाई ब्ल्याक एन्ड व्हाइटमा प्रिन्ट गऱ्यो भने यो पनि सबै ब्ल्याक एन्ड व्हाइट नै हुन्छ है। अब यो यस्तो भयो ल अब यति गरिसक्दा चाहिँ हाम्रो टोपोग्राफिक म्याप चाहिँ अलमोस्ट कम्प्लिट भयो। सो थ्याङ्क्स फर वाचिङ।